आज ध्यान आशिषजीले प्रश्न हामी लिइराखेका छौँ। हामी ध्यान आशिषजी पेसाले इन्जिनियर हुनुहुन्छ र बडो गम्भीर प्रश्न उठाउनुहुन्छ। Swamiji, pranam. Swamiji, in the initial time when I was taught spiritual discourses, traveling all over the India and criticized tradition and old religions, he established the Yuva Kranti Dal, Ukrandal. Why did he establish Yuva Kranti Dal, Ukrandal? And later, why did he also stop that? Also strongly criticized political leader and politics. Politicians and dogs are not allowed to enter in my ashram. This is the statement of Osho. In our country, few days before, it was the election of Constituent Assembly. Swamiji, we are seeing our great master Osho, who criticized the political leader and system of politics. But in the other hand, we are also watching our great Bodhisattva Swamiji, who is very respectful for political leader, and he kindly welcome foreign types of political leaders in Tapovan. We also give high preference and emphasis for political leader. We are in confusion. Our great master was in the against the political leader, but his great disciple is respectful for all types of political leader. We also lovers in Nepal learning also philosophy are in vast contradictory environment by seeing our master and Swamiji in this case. Which aspect is right? Swamiji, according to the actual teaching of Osho, how should be the role and understanding of Osho disciple for politics and political situation? What is the message of Osho for the new Constituent Assembly of Nepal? According to Osho, what is the way of improving existing political situation, leader, and making the environment to born a good political leader, which will lead the country for the fast speed of economical development of Nepal? पछाडि ठाउँ म्याजिस्ट्रेट छ, अगाडि धेरै ठाउँ छ, अलिकति अगाडि सर्नुभयो एउटै प्रश्नमा ध्यान आशिषजीको धेरै प्रश्न समावेश छ। पहिला उहाँको प्रश्न छ, ओशोले युक्रान्त खडा गर्नुभयो जब उहाँ धेरै नयाँ मित्र पनि हुनुहुन्छ, हाम्रा बाबुहरू पनि हुनुहुन्छ जो धेरै ओशोको बारेमा जान्ने सूक्ष्म होला र पहिले थोरै जानकारी नभएका मित्र पनि हुनुहुन्छ। त्यस कारणले म केही बेसिक कुरा गरौँ। ओशो विद्रोही हुनुहुन्थ्यो, क्रान्तिकारी हुनुहुन्थ्यो र उहाँ 21 वर्षको उमेरमा इन्लाइटेन हुनुभयो र एक्लै हुनुहुन्थ्यो। उहाँको जुन कुनै विगतका कुनै धर्म र कुनै पार्टी वा कुनै संस्कार कुनै संस्थासँग आबद्ध हुनुहुन्थेन। उहाँ एक्लै विद्रोही व्यक्ति हुनुहुन्थ्यो, एक्लै घुमिकन आफ्नो विचार राख्नुहुन्थ्यो। उहाँका विचारबाट मित्रहरू युवाहरू प्रभावित हुन्थे। विशेष गरी नयाँ विचारमा युवाहरूको रुचि हुन्छ र युवाहरूको उहाँले एउटा बेला यो नवसन्यास या उहाँसँग कुनै आश्रममा प्रोफेसर हुनुहुन्थ्यो, युनिभर्सिटीमा पढाउनुहुन्थ्यो, कुनै उहाँसँग प्लेटफर्म थिएन काम गर्ने। त्यस कारणले उहाँका प्रवचनहरू अर्गनाइज गर्नलाई, उहाँका पुस्तकहरू छाप्नलाई, बेच्नलाई हामीहरूले नि त्यो बेला म त्यही बेला जोइन गरेँ हौँ। युक्रान्तको म सदस्य पनि कोअर्डिनेटर पनि थिएँ। त्यो आफ्नो जुन ठाउँमा म पढ्थेँ त्यो सहरको युक्रान्ति दलको म संयोजक पनि थिएँ। उहाँले खडा गर्नुभयो
किनभने यो हामीहरूको आग्रहमै खडा गर्नुभयो कि उहाँको प्रवचन कसले अर्गनाइज गर्ने, उहाँको यात्राको खर्च कसरी गर्ने, उहाँको किताब कसरी छाप्ने भन्ने एउटा सुरुमा उहाँ अर्गनाइज संस्था खडा गर्ने पक्षमा हुनुहुन्थेन। एउटा मूल स्ट्रक्चरको एउटा समूह खडा होस् भन्ने हामीहरूको आग्रह थियो, ताकि उहाँले हामी बोलाउन सकौँ आफ्नो सहरमा, आफ्नो युनिभर्सिटीमा प्रवचन होस्। व्यवस्थाको लागि एउटा केही सहयोगी मित्रहरूको आवश्यकता थियो। त्यस कारणले हामीहरूले नै खडा आग्रहमा उसले खडा गर्नुभयो। युक्रान त्यसको नाम थियो, युवक क्रान्ति दल, र त्यसको एउटा पत्रिका निस्कन थियो, त्यसको नाम थियो युक्रान। 15 दिनमा पाक्षिक पत्रिका थियो। पछि जब ओशोले आफ्नो राजीनामा गर्नुभयो युनिभर्सिटीबाट, पुरा टाइम दिन थाल्नुभयो यो नयाँ विचारलाई फस्टाउनलाई भने पुरै टाइम दिन थाल्नुभयो। तब उहाँ बम्बे सिफ्ट हुनुभयो जबलपुरबाट, र बम्बेमा केही उत्साही मित्रहरूले यो युक्रान्तकै उत्साही मित्रहरूले एउटा घर एउटा फ्ल्याट किने त्यसको लागि, त्यसमा ओशो बस्नुभयो। र उहाँको धेरै प्रवचनहरू प्रसिद्ध हुन थाले। त्यसको प्रकाशनको जिम्मा, त्यसलाई जनमानसमा पुर्याउने जिम्मा यही युवक क्रान्ति दलले लियो। पछि ओशोले 1970 मा मनालीमा जो शिविर राख्नु भएको थियो, उहाँले यस्तो कस्तो प्रेरणा भयो कि उहाँले यो नव सन्यास मुभमेन्ट एउटा खडा गर्नुभयो, जसमा हामीले दीक्षित छौँ। त्योभन्दा पहिला कुनै संस्था थिएन। यो क्रान्तिले नै उहाँको कार्यक्रमहरू आयोजन गर्थ्यो, र त्यो कुनै लुज स्ट्रक्चर थियो, त्यसको कुनै कमिटमेन्ट थिएन। जो मित्र पनि आउन सक्थ्यो, जो मित्र पनि जान सक्थ्यो, त्यसको कुनै प्रतिबद्धता थिएन। त्यसमा सदस्यताको लागि सदस्यता लिनुपर्ने पनि थिएन। त्यो मित्र चाहे जोइन गर्न सक्थे। केही पदाधिकारीहरू चाहिँ अलिकति त्यसमा प्रतिबद्ध थिए, बाँकीले त आउँथे जान्थे। त्यो लुज स्ट्रक्चरको एउटा सङ्गठन थियो। धेरै मित्र ओशोको प्रवचन सुनेर प्रभावित हुन्थे, र उनीहरूलाई के लाग्थ्यो भने ओशोसँग दीक्षा लिउँ, ओशो हाम्रो गुरु भनौँ। मेरो पनि इच्छा थियो, मैले पनि ओशोलाई, त्यो बेला उहाँको नाम थियो आचार्यजी। हामीले आग्रह गर्थेँ कि हामीलाई शिष्य बनाउनुहोस्। उहाँ चाहिँ त्यो बेला शिष्य बनाउने पक्षमा हुनुहुन्थेन धेरै वर्षसम्म। र मनालीमा 1970 मा शिविर लिँदाखेरि, जसै बुद्धको कथामा तपाईँहरूले पढ्नुभयो होला कि बुद्ध जब निर्वाण प्राप्त गर्नुभयो, 7 सातासम्म बुद्ध बोल्नु भयो, करिब 2 महिना। निर्वाण प्राप्त गरिसकेपछि उहाँ त्यही बोली वृक्षकै वरिपरि 7 विक बिताउनुभयो मौन। उहाँ बोल्न तयार हुनुहुन्थेन, प्रवचन दिन तयार हुनुहुन्थेन, कसैलाई शिष्य बनाउन तयार हुनुहुन्थेन। आनन्दमा हुनुहुन्थ्यो। अनेक जन्मदेखि सत्यको खोजमा लागेका व्यक्तिले सत्य पाएपछि बर्खाको लागि पर्खेको धरतीले यहाँ चाहिँ बर्षात पाएपछि जसै आनन्दित हुन्छ, त्यस्तै उहाँको चित्त आनन्दित थियो। अत्यन्त प्रसन्न हुनुहुन्थ्यो, तृप्त हुनुहुन्थ्यो, र मौनमै बस्ने निर्णय गरेर बस्नुभयो। 7 सातासम्म बोल्नुभयो। कथा यस्तो छ हाम्रो बुद्धिस्ट साहित्यमा कि देवताहरूले आएर बुद्धलाई आग्रह गरे कि तपाईँले निर्वाण प्राप्त गर्नुभएको छ, तपाईँ जस्तो व्यक्ति पृथ्वीमा बुढ्दै आउँछ, तपाईँले आफ्नो अनुभव बाँड्नु भएन, अरूलाई मद्दत गर्नु भएन भने धेरै व्यक्ति चाहिँ वञ्चित हुन्छ। यस्तो बुद्ध साहित्यमा हामी सबैले पढाएको कथाहरू छ, पढ्नुभयो होला। बुद्ध साहित्यको कथाहरू पढ्नलाई मजाको मिठो हुन्छ।
बुद्धले मान्नुभयो, देवताहरूको आग्रह पनि मान्नुभयो। तथापि ब्रह्मा पनि आउनुभयो, इन्द्र पनि आउनुभयो, सबै देवताहरूले र अरू हामीले नाम नजानेका बडा इन्लाइटेड जो शरीरमा छैन, स्वर्गमा बस्छन् या आकाशमा बस्छन्, यस्ता धेरै बुद्ध पुरुषले आएर बुद्धलाई आग्रह गर्नुभयो, तपाईँ बोल्नुपर्छ, तपाईँले धर्म प्रचार गर्नुपर्छ। बुद्धले मान्नु भएन। उहाँले भन्नुभयो यो यस्तो कुरा हो कि कसैले भनेर विश्वास गर्दैन र जसलाई यसको प्यास छैन त्यसलाई जति बोले पनि केही फरक पर्दैन, उसले सुन्दैन। र जसलाई यसको प्यास छ, जसलाई यसको भित्र खोज छ, मैले खोजे जस्तो उसले खोजिहाल्छ, सत्यको मार्ग खोजिहाल्छ। त्यस कारणले यसमा प्रचार गर्नु, यसमा बोल्नु, प्रवचन दिनु यो व्यर्थ हो। धेरै गुरुहरूले यस्तो गर्छन्। यहाँ शिवबा हुनुहुन्थ्यो नेपालमा, उहाँले पनि कुनै शिष्य बनाउनु भएन, प्रवचन दिनु भएन, किताब लेख्नु भएन, यही भन्नुहुन्थ्यो उहाँले। त्यो बुद्धले भन्नुहुन्छ, त्यही भन्नुहुन्छ। जसलाई प्यास छ उसले भेटाइहाल्छ, खोजिहाल्छ। जसलाई प्यास छैन त्यसलाई जति मैले कराए पनि केही फरक पर्नेवाला छैन, सुन्दै। मलाई मेरै जीवनमा शिवराज यहाँसम्म भन्नुहुन्थ्यो कि मैले यो कुराहरू बोल्न थालेँ भने मेरो जीवन पनि डिस्टर्ब गर्छ, मेरो पिस, मेरो जुन शान्ति छ त्यसले पनि मान्छेले डिस्टर्ब गर्छ। त्यस कारणले म यसलाई प्रचारित गर्ने पक्षमा छैन। धेरै गुरुहरूको धारणा हुन्छ। ओशोको पनि यस्तै धारणा थियो सुरुको दिनमा। तर बडो मिठो कथा चाहिँ के छ भने देवताहरूले एउटा तर्क राखे बुद्धका अगाडि। के तर्क राखे भने हेर्नुहोस्, तपाईँको भनाइ ठिक छ, जसलाई प्यास छैन, जो मुमुक्षु छैन, उसले यो धर्मको कुरा सुन्दैन, सुने पनि बुझ्दैन, बुझे पनि हिँड्दैन। र जसलाई गहिरो प्यास छ तपाईँ जस्तो, उसले बाटो खोजिहाल्छ। बुद्धले पनि बिना गुरुकै बाटो आफै खोज्नु राख्यो। तर यो दुईटैको बीचमा एउटा समुदाय छ। त्यो कस्तो छ भने त्यसलाई अरूले सहयोग गर्यो भने यो बाटोमा हिँड्छ, कसैले बुझायो भने बुझ्छ। आफै एक्लै हिँड्न सक्दैन, बिना गुरुको सहयोगले हिँड्न सक्दैन। त्यो दुईटैको बीचको एउटा वर्ग छ। त्यो वर्गको लागि तपाईँले बोल्नुपर्छ, किन त्यो चुक्छ। त्यो तपाईँले बोल्नु भएन भने ऊ बाटोमा हिँड्दैन, बुझ्दैन। उसलाई सहारा चाहिन्छ, उसलाई हिम्मत चाहिन्छ, गुरु चाहिन्छ। कथा छ कि बुद्धलाई यो तर्क चाहिँ ठिक लाग्यो। अनि त्यसपछि 7 सप्ताहपछि बुद्धले चाहिँ निर्णय गर्नु, बोल्छु धर्मको परिवर्तनको काम गर्छु। करुणा आयो। बुद्ध पुरुषको हृदयमा धेरै करुणा हुन्छ। देवताहरूले करुणा जगाए, संसारमा यति पीडा छ, यति दुःख छ, तर किन यसपछि उपेक्षाले किन भर्नु भएको छ भने बहुत आग्रह गरेपछि 7 सप्ताहपछि बुद्धले चाहिँ निर्णय लिनुभयो। र उहाँले त्यसपछि वैशाख पूर्णिमाको दिन बुद्ध निर्वाण प्राप्त गर्नुभयो र पहिलो प्रवचन उहाँले असार पूर्णिमाको दिन दिनुभयो। त्यहाँबाट चाहिँ सारनाथ पुगेर जहाँ उहाँका पञ्चभद्रहरू तपस्या गरिरहेका थिए, तिनीहरूको बिचमा पहिलो प्रवचन दिए। त्यस्तै ओशोको पनि यस्तै धारणा थियो। हरेक बुद्ध पुरुषको सुरुमा यस्तै धारणा हुनु स्वाभाविक हो। किनभने मनुष्यको मुखता यस्तो छ कि यो सत्यको प्रति मनुष्यमा धेरै जिज्ञासा धेरै थोरै मनुष्यमा हुन्छन्। र जो सत्यका प्रचार गर्न आउँछन्, जस्तो जिसस, सुकरात, मीरा, सर्वत, मंसूर, उनीहरूले हामीले दुःख दिन्छौँ, मार्छौँ। उनीहरूलाई आदर गर्नु सक्दा उनीहरूलाई अनादर गर्छ। त्यस कारणले उनीहरू चाहिँ अनुभव देखेर धेरै बुद्ध पुरुषहरू चुप लाग्छन्, बोल्दैन। ओशो पनि सुरुमा यस्तै धारणा थियो कि म स्वतन्त्र विचारकको रूपमा बस्छु, आफ्नो विचार राख्छु, जसलाई ठिक लाग्छ त्यसले त्यो पढोस्, जसलाई ठिक लाग्दैन त्यसलाई नदियोस्, म कसैको जिम्मेवारी लिन्न, किन संगठन खडा गर्दैन।
तर जब मनालीमा उहाँले शिविर दिइराख्नु भएको थियो 1917 मा यस्तै घटना घट्यो। जस्तो बुद्धको जीवनमा घटना घटेको थियो कि धेरै देवताहरूले आएर आग्रह गरे, धेरै बुद्ध पुरुषहरूलाई आग्रह गरे। ओशोसँग पनि यस्तै घटना घट्यो। मनालीको त्यो हिमालमा श्रीकृष्णमाथि उहाँको प्रवचन भइरहेको थियो। श्रीकृष्णको कृष्णदेवी दृष्टि भन्ने किताब त्यही प्रवचनमा आधारित छ, छापिएको छ। त्यही प्रवचन ओशो दिइराख्नु भएको थियो, शिविर गरिराख्नु भएको थियो। त्यही बिचमा अब हाम्रो विश्वास यस्तो छ कि हालाकि ओशोले त्यसले प्रगत गएर खोलेर देख्नु भएको छैन। बुद्धले आफ्नो पूर्वजन्मका आफ्ना अनुभूतिहरूका बुद्धलाई आग्रह गरेका देवताहरूको बारेमा जति बुद्धले खोलेर भन्नुभएको छ ओशोले त्यसलाई लुकाउनु भएको छ, बोल्नु भएको छैन। त हाम्रो त्यस्तै विश्वास छ कि साक्षात श्रीकृष्णले नै आएर उहाँलाई आग्रह गर्नुभयो कि अब एउटा धर्म पृथ्वीमा मेरो जस्तो उत्सववादी, जस्तो कृष्ण उत्सववादी हुनुहुन्थ्यो, आनन्दवादी हुनुहुन्थ्यो, प्रेमको पक्षमा हुनुहुन्थ्यो, सङ्गीतको पक्षमा हुनुहुन्थ्यो, जीवनको विधायक सबै रङलाई समेटेर जिउनु भएको थियो। त्यस्तो एउटा संस्कृति फेरि पृथ्वीमा तिमीले ल्याउनु पर्यो र त्यस्तो एउटा शिष्यहरू बनाउनु पर्यो, दीक्षा दिनु पर्यो। र अल अफ ए सडन 26 सितम्बरका दिनमा ओशो चाहिँ तयार हुनुभयो र उहाँले यो नवसन्यास मुभमेन्ट खडा भयो। नवसन्यास मुभमेन्ट जुन खडा भयो त्यसपछि युवा क्रान्ति दल त्यसैमा समाहित भयो, समाप्त भएन। युवा क्रान्ति दलका जो सदस्यहरू थिए, जो व्यक्ति थिए, कार्यकर्ता थिए, त्यो त्यसैमा समाहित हो। त्यस कारणले त्यसको अब आवश्यकता रहेन, युवा क्रान्ति दलको आवश्यकता रहेन। ओशो न्यू सन्यास मुभमेन्ट खडा भयो। त्यसमा अहिले तपाईँहरू लाग्नु भएको छ, हामी पनि लागेको छ। तपाईँको पहिलो जुन प्रश्न थियो यो क्रान्ति दलको, त्यसको मैले जानकारी दिएँ तपाईँले। अब अर्को तपाईँले भन्नुभएको छ कि ओशो चाहिँ राजनीतिको अहिलेको जो राजनीति छ त्यसको एउटा ठुलो क्रिटिक हुनुहुन्थ्यो, त्यो सही कुरा हो। उहाँ जतिको आलोचना राजनीतिको कसैले गरेको छैन। र तपाईँ भन्नुहुन्छ कि हामी किन राजनीति व्यक्तिलाई आदर गर्छौँ र आश्रममा उहाँलाई स्वागत गर्छौँ, यो प्रश्न गर्नुभएको छ। धेरै व्यक्तिले मलाई प्रश्न गर्छन्। ओशो हाम्रो गुरु हुनुहुन्छ, उहाँ सम्बुद्ध बुद्ध पुरुष हुनुहुन्थ्यो। उहाँलाई अधिकार छ केही कुराको आलोचना गर्नु। उहाँ गान्धीको पनि आलोचना गर्नुभएको छ। उहाँले चाहिँ ठाउँ ठाउँमा चाहिँ विगतका महापुरुषहरूको पनि आलोचना गर्नुभएको छ। जहाँ उहाँलाई ठिक लागेको छैन त्यहाँ उहाँले चाहिँ जसको पनि अब गल्ती गरेका पुराना धर्मगुरुहरूले गल्ती गरेका कुराको पनि उहाँले आलोचना गर्नुभएको छ, खुलेर आलोचना गर्नुभएको छ। अब ओशो सन्यासीमा एउटा के रोग लागेको छ भने गुरुले आलोचना गरे हुनाले ओशो सन्यासी पनि सबैको आलोचना गरे रोग लागेको छ। ओशोले गान्धीको आलोचना गर्छ, ओशो सन्यासीले पनि गान्धीको आलोचना र गुरुको रोग शिष्यमा सर्दो रहेछ। त्यसले गर्दाखेरि ओशो सन्यासी चाहिँ त्यो पृथ्वीमा सबभन्दा ठुलो आलोचकहरू रहेछ। त्यसलाई यो रोग लागेको छ आलोचना गर्ने, सबैलाई गाली गर्ने। कोही मिलेर पनि आफ्नै गुरु भाइले पनि गाली गर्छ। रोग लागेपछि कसै ओशोलाई एउटा तोड्नु थियो, परम्परा हजारौँ सालको परम्पराले तोड्नु थियो। बडो क्रान्तिकारी, बडो विद्रोही काम गर्नु थियो ओशोलाई। जस्तो बुद्धलाई गर्नु थियो, बुद्धले यज्ञको जो बलि प्रथा थियो, यज्ञमा दिने या जुन ब्राह्मणवाद थियो त्यो बेला या बुद्धको बेलामा, त्यसैले बुद्धले वेदको पनि विरोध गर्नुभयो, यज्ञको पनि विरोध गर्नुभयो, ईश्वरको पनि विरोध गर्नुभयो, आत्मा पनि छैन भन्नुभयो। आत्माको पनि अनात्मावादी दर्शन गर्नु। किनभने त्यो चलिआएको जुन पाखण्ड थियो त्यसलाई बुद्धलाई तोड्नु थियो।
तोड्दाखेरि बडो विद्रोही रूपमा बुद्ध प्रकट भए। कुनै पनि एस्टाब्लिश मान्यताले तोड्नु बडो खतरनाक काम हो। त्यो कठिन पनि हो र खतरनाक हो। त्यसको लागि बडो साहस चाहिन्छ। बुद्धमा त्यो साहस थियो, प्रतिभा पनि थियो। उहाँले त्यसलाई विगतका हजारौं वर्षका पुराना प्रथाहरू तोड्नु, जाति प्रथा थियो, ब्राह्मणवाद थियो, आँखा चिमेर पूजा गर्ने चलन थियो, बलि दिने चलन थियो। यो सबको बुद्धले विरोध गर्यो। त्यसै ओशोलाई हजारौं वर्षदेखि आइरहेको यही ट्रेडिसनहरू तोड्नु पर्ने थियो। बहुत कठिन, बुद्धभन्दा पनि कठिन काम ओशोले लिएको। ओशोको काम अझ कठिन थियो। ओशोले चाहिँ हजारौं वर्षदेखि आइराखेको जुन पुरानो गलत परम्पराहरू थियो त्यसलाई तोड्नु पर्ने थियो। त्यस कारण बडा विद्रोही रूपमा उहाँ प्रकट हुनुभयो र अब धेरै चिजको आलोचना गर्नुभयो। किनभने त्यो कुरालाई निखार्नलाई उहाँलाई आलोचना गर्नुभयो। आलोचना गर्नुभयो, विरोध गर्नलाई त्यो मान्छेले बुझ्यो। त्यही हाम्रो कमजोरी के छ भने हामी सिधै ओशोलाई आलोचकको रूपमा, किन आलोचक होइन, उहाँ सृजक हुनुहुन्छ। उहाँले गान्धीवादको विरोध गर्नुभयो, गान्धीमा भएका गुणहरूको प्रशंसा पनि अति प्रशंसा गर्नुभयो र गान्धीवादमा भएका केही जुन कमी कमजोरी थियो त्यसलाई उहाँले दूरी गर्नलाई बडो कठोर प्रहार। अब गान्धी जस्तो व्यक्तिलाई ओशोले आलोचना गर्न मिल्छ किन? ओशो भनेको बुद्ध पुरुष हुनुहुन्छ, गान्धी एक महापुरुष हुनुहुन्थ्यो, बुद्ध पुरुष हुनुहुन्थ्यो। बुद्ध पुरुषलाई यो स्वतन्त्रता छ। तर म चाहिँ बुद्ध पुरुष होइन, मलाई आलोचना, गान्धीको आलोचना गर्ने अधिकार छैन। मेरो गुरुले आलोचना गर्दैमा मैले चाहिँ आलोचना गरेँ भने मलाई अधिकार न मेरो बुद्धि छ, न मेरो चरित्र छ, न मेरो अधिकार छ। गान्धीको प्रशंसा गर्छु, त्यो गान्धीमा भएका गुणहरूको प्रशंसा गर्छु होइन। अब जो कमी कमजोरी थियो त्यो मेरो गुरुले देखाइदिनु भएको छ, मैले देखाएर हिँड्नु पर्दैन। गान्धीमा जो कमी कमजोरी थियो त्यो ओशोले देखाउनु भएको छ र मैले त्यो देखाउन उचित पनि हुँदैन। त्यस्तै ओशोले राजनीतिको विरोध गर्नुभयो। किनभने राजनीतिले एउटा रूप जो लिइरहेका छ अहिले साउथ इस्ट एसियामा, त्यो बडो फोहोरी रूप छ। अहिले त्यही आजकै पेपरमा पढ्नुहोस् तपाईँले, जो चुनाव जिते उनीहरू पनि, जो चुनाव हारे पनि सबै ऋणमा डुबेका छन्। आजको क्रान्ति कुरो बडा राम्रो सुनिरहेको, आजको फेरि पढिरहेको थियो। बस सबै व्यक्ति चाहिँ जो चुनाव जिते उनीहरू पनि रोइरहेछन्, त्यो ऋण कसरी तिर्ने, त्यो ऋण उठाउनु पऱ्यो। जो चुनाव हारे उनीहरूको हालत चाहिँ खराब छ। घर जग्गा सम्पत्ति बेच्छ, 1 करोड रुपियाँ एभरेजमा चुनाव लड्नलाई तराईमा र केही विकसित जिल्लाहरूमा चाहिँ लाग्ने। अब कुनै कुनै क्यान्डिडेटले 4-5 करोड रुपियाँ पनि खर्च गरिरहनुहुन्छ। अब यो लगानी कसरी उठाउने समस्या उठाउँदा अनेक छक्का पन्जा गर्नुपर्छ। यो छक्का पन्जाको ओशोले विरोध गरे, बहुत विरोध गर्नुभएको। यो रूप जो त्यस कारणले उहाँले एउटा नयाँ थ्योरी दिनुभएको छ यो किताबमा छ। यो कसरी यो प्रजातन्त्रलाई ओशोले भन्नुभयो वीरता, यसले प्रजातन्त्र उहाँले मान्नु भएन। त्यो भन्नु यसलाई डेमोक्रेसी नभएर ओशोले यसको लागि वर्ड कइन गर्नुभएको छ मोमोक्रेसी, वीरतन्त्र। यो चाहिँ वीरले निर्णायक गर्छ, विवेकले गर्दैन, प्रज्ञाले गर्दैन। त्यस कारणले उहाँले एउटा अरू योभन्दा विकसित व्यवस्थाको कुरा गर्नुभएको छ। त्यो मेरिटोक्रेसी, त्यो आज नभरि मान्छेले पढ्नुपर्छ, सुन्नुपर्छ। त्यो बडो विशिष्ट पद्धति हो मेरिटोक्रेसी। अब यो कुरा मेरिटोक्रेसीको कुरा पनि बुझाउनलाई मैले यहाँ नेपालमा यहाँ ओशोको दर्शन बुझाउनलाई मैले चाहिँ झन्डा लिएर विद्रोह गएर हिँडेका कहीँ जेलमा हुन्थेँ या मारिन्थेँ, यत्रो संस्था खडा गर्न सक्थेन।
पहिले त फुटपाथमा बसेर हात जोडेर किताब बेचे आउँछ जो आए सबैले सलाम गर्दै किताब राजनीतिक आए या चाहिँ धर्मगुरु आए या चाहिँ प्रोफेसनल आए को ठुला आए कोही सानो आए मैले विभेद गरेन सबैलाई समान आदर दिया हो सबैलाई ओसेको बारेमा प्रेमसँग बुझाउँदै यो संस्थालाई यो रूपमा यहाँसम्म ल्याउनमा सफल भएको छु यदि मैले डिस्क्रिमिनेट गर्न थालेको भए र ओसोले जसरी विरोधको भाषामा आलोचनाको भाषामा बोल्नुभयो त्यो भाषामा मैले बोल्ने मलाई अधिकारै छैन उहाँसँग त्यो क्षमता छ उहाँसँग त्यो प्रज्ञा छ उहाँसँग त्यसको सोल्युसन पनि छ अहिले त्योभन्दा राम्रो सिस्टम पनि देखाउन सक्नुहुन्छ हामी शिष्यलाई सोझै त्यसरी आलोचना गर्ने अधिकार छैन र आलोचना गर्नु पनि हुँदैन जबसम्म तपाईँ त्योभन्दा राम्रो चिज बनाउनु सक्नुहुन्न बिहार दोष निकाल्नु त बडो सजिलो छ कुनै चिजमा दोष निकाल्न सकिन्छ खोट निकाल्न सकिन्छ भन्न सकिन्छ यो खराब छ त्यसको लागि तपाईँले त्योभन्दा राम्रो एउटा बनाएर देखाउनुहोस् होइन खराब आलोचना गर्नु त धेरै सजिलो छ निर्माण गर्न बडो कठिन हाम्रा ओसोका धेरै भक्तहरू अहिले बडो त्यो रोगले ग्रसित हामी भएका छौँ जे चिजको पनि आलोचना गर्छ त्यही चिज आएर यो पनि यसमा यो खराब यसमा यो खराब यसमा यो खराब आश्रम सञ्चालनमा यति खोट हरेक चिजमा हामी खोट निकाल्छौँ गुरुको रोग सबै आएन तर गुरुले त बनाएर इक्जाम्पल देखाउनु भयो कम्युन बनाएर पुरम बनाएर देखाउनु इक्जाम्पल खडा गर्नु कि अमेरिकामा गएर अमेरिकामा विरोध गरेर र सहर बसाएर देखाउनु हो 10 लाख व्यक्तिलाई भिक्षा दिनुभयो रूपान्तरण गर्नुभयो 700 पुस्तक प्रड्युस गर्नुभयो ध्यानका 600 विधिहरू दिनुभयो उहाँको सृजनशीलता हेर्नुहोस् न विरोध मात्रै गरे होइन सृजन कति गरे क्रिएटिभिटी कति अब खालि हामी सुक्खा विरोध गऱ्यौँ भने त्यसको कुनै अर्थ हुँदैन त्यसलाई विरोध गर्नुभन्दा राम्रो के हो भने तपाईँ केही बनाउनुहोस् सृजन गर्नुहोस् त्यो शक्ति सृजनमा लगाउनु यो एउटा रोग के हुन्छ भने आलोचना गर्नु बडा आनन्द आउँछ कुनै चिजको आलोचना गर्नु बडा आनन्द जुन पार्टीको पनि आलोचना गर्न सकिन्छ जुन व्यक्तिको पनि आलोचना गर्न सकिन्छ आलोचना गर्दाखेरि अहङ्कारलाई बडो तृप्ति दिन्छ त्यस कारण अधिकांश व्यक्ति चाहिँ अरूको आलोचक हुन्छन् अधिकांश व्यक्तिले वार्तालापमा हेर्नुहोस् भने वार्तालापमा के हुन्छ भने कसैले कसैको आलोचना गरिरहेका हुन्छ चाहे त्यो व्यक्ति होस् राजनीतिक या धार्मिक गुरु होस् या इकोनोमिक सिस्टम होस् बडो सजिलो छ क्रिटिसाइज गरिदिनु क्रिटिसाइज गर्दाखेरि आफ्नो अहङ्कारलाई बडो तृप्ति दिन्छ इगोलाई बडो खुराक दिन्छ के लाग्छ भने म ठुलो भएँ म यसलाई पनि यसको खोट पनि निकाल्न सकेँ उसको खोट पनि निकाल्न सकेँ र सबैको दोष देखाउने व्यक्ति म बडो महान व्यक्ति हुँ भन्ने एउटा आफ्नो इगोको ग्रेटिफिकेसन हुन्छ रङ ग्रेटिफिकेसन अफ द इगो त्यसबाट हामी बच्नुपर्छ राजनीतिमा यहाँ जो व्यक्तिहरू आइराख्नु भएको छ त्यो राजनीतिमा लागेका पनि जो व्यक्तिहरू एकदम निम्न स्तरको राजनीति गर्नुहुन्छ त्यस्तो व्यक्तिहरू ओसोमा आउनुहुन्न किन उहाँहरूलाई न ओसो बुझिन्छ न यो गोल्डन फ्युचर भन्ने किताब बुझिन्छ न उहाँका यो ध्यानको विधिहरू बुझिन्छ उहाँलाई त चाहिन्छ सत्य साई बाबा आशीर्वाद दियोस् चुनावमा जिताइदियोस् ओसोले कहिले गर्नु भएन त्यस कारणले त्यो टाइपका व्यक्ति हामी पनि हामी कहाँ त्यो व्यक्ति आउँछ तिनीहरू बुद्धिजीवी छन् ओसोलाई पढ्न आउँछन् पढेर आउँछन् र यो जानेर कि ओसोलाई राजनीतिलाई ओसोले यति आलोचना गर्नुभएको छ यो आलोचना पढेर सुनेर पनि आउँछन् कति साथी छन् यिनीहरू अब उनलाई हामीले यहाँ आएपछि मेचमा राखेर हामीले पनि गाली गर्न थाल्यौँ उनीहरूले जाने बाटो कहाँ हुन्छ हाम्रो काम त के छ भने हरेक व्यक्तिलाई चाहिँ उसको भित्र भित्रका सद्गुणहरूलाई जगाउनु हरेक व्यक्तिको भित्र गुण छ हरेक व्यक्तिको भित्र अवगुण छ
कोही व्यक्ति जो सामान्य व्यक्ति छ त्यसमा दुईटै गुण हुन्छ, अवगुण पनि हुन्छ, गुण पनि हुन्छ। र धार्मिक संस्थाको हाम्रो उद्देश्य के हो भने तपाईको भित्र भएको गुणलाई चाहिँ माथि ल्याउनु, तपाईको भित्र देखिएका जुन सद्गुणहरू छन् त्यसलाई उभार्नु। तपाईको भित्र दुर्गुण होला, त्यो मेरो विषय होइन, त्यो दुर्गुणको चर्चा गर्ने विषय संसारभरि छ। तपाईभित्र जो दुर्गुण छ त्यसको आलोचना त सारा संसारै छ, सारा संसारले आलोचना गरेर हिँडिराखेकै छ दुर्गुण। मैले किन गर्नु परेको छ? मेरो काम के छ, तपाईँको भित्र जुन सद्गुण छ, जुन सम्भावना छ, पोसिबिलिटी छ, त्यसलाई उभार्नु। चाहे तपाईँ राजनीतिक हुनुहुन्छ या चोर हुनुहुन्छ, मलाई केही फरक पर्दैन। चोरको भित्र पनि केही गुणहरू हुन्छ, औँलीमाल त्यत्रो हत्याराको भित्र त त्यत्रो सम्भावना थियो, त्यो त्यत्रो ठुलो ऋषि बनेर आयो। वाल्मीकि ऋषि त्यो बाल्यभरि डाकु हुनुहुन्थ्यो, अनेक मान्छेले मार्नु भएको थियो होइन। त्यो नारदजीको सम्पर्कमा आएर, ऋषिहरूको सम्पर्कमा आएर उहाँ चाहिँ वाल्मीकि जस्तो ऋषि बन्नु। त्यस कारणले हामी चाहिँ यहाँ आश्रममा, तपोवनमा हरेक धर्मका मान्छेले स्वागत गर्छ। यहाँ देख्नु होला तपाईँ इसाई आउँछ, क्रिस्चियन आउँछदेखि लिएर मोहम्मदनदेखि लिएर बुद्धिस्ट देखेर रामकृष्णलाई मान्ने, रमन महर्षि मान्ने, यही ओशोको एकमात्र आश्रम छ तपोवन, जहाँ कि हरेक गुरुका शिष्य आएर पनि आफूलाई कम्फर्टेबल फिल गर्छ। उसलाई यस्तो फिल हुँदैन कि मेरो यहाँ आलोचना हुन्छ र मलाई छोटो देखाइन्छ, मलाई हे दृष्टि देखाइन्छ, यस्तो चाहिँ यो कुनै पनि ओशो आश्रममा रमन महर्षिको शिष्य र शङ्कराचार्यको शिष्य यति स्वतन्त्रतापूर्वक जाँदैन, किनभने त्यहाँ रोग लागेको छ आलोचनाको। त्यो ट्रेडिसनल सन्यासीलाई देख्न साथ हाम्रो सन्यासीले त्यो आलोचना गर्छ, ए यो त सप्रेस्ट हो, यो हो, त्यसले त बुझ्दै बुझ्दैन। त्यस कारणले ओशो तपोवन एकमात्र यस्तो ओशो आश्रम हो जहाँ रमन महर्षिका शिष्यहरू बनाएर गयो, समाजका साथ बस्छन्। तपोवनहरू श्रद्धा रामकृष्णका सन्यासी आइरहेका छन्, क्रिस्चियन आइरहेका छन्, मुस्लिम आइरहेका छन्, सिख आइरहेका छन् र हामी उनीहरूलाई इक्वली हृदयदेखि नै आदर गर्छौँ। कोही बनावटी आदर होइन, इट इज नट ए पोलिसी होइन, यो हाम्रो पोलिसी होइन, हाम्रो हृदयदेखि नै आदर गर्छौँ। किनभने उहाँ आइपुग्नु हो हाम्रो यही ठुलो कुरा, यहाँसम्म आउनुभयो, हाम्रो लागि अतिथि हुनुहुन्छ र उहाँको भित्र केही ओशोप्रति प्रेम छ, आफ्नोलाई रूपान्तरण गर्ने प्यास छ। ल त्यहाँ किन आउनु, यो जङ्गलमा त आउँछ, थमेलमा घुम्नु, यो दरबारमा घुम्नु, बालाजी काटेर बस्न चलेर यहाँसम्म आउनुभयो भने केही प्यास छ र त्यो प्यासलाई मैले सल्युट गर्नुपर्छ, त्यो प्यासलाई मैले समाप्त। त्यो मेरो कार्य गर्ने स्टाइल यही रह्यो र यही रहन्छ। यो ढोकाबाट जो मान्छे छिर्छ त्यो मेरो लिए अत्यन्त आदरणीय हुन्छ। त्यस कारण यस्ता व्यक्तिहरू पनि यहाँ छिरे जसकोले हामीले बडो गाली खाइरहेका छौँ। यस्ता व्यक्तिले पनि त यहाँ शिविरमा आएर बसे, जो कि पछि पुलिसले उनीहरूलाई समाते, उनीहरू चाहिँ अपराधी थिए। अनि पुलिसले पनि भन्यो यस्तो मान्छेले पनि तपाईँलाई ध्यानमा लगाउनु, हामीलाई छुट्याउँदै हुन्छ। हामी त आएको त सबैलाई हामी ध्यानमा लगाउनु। यहाँ त्यहाँ हाम्रो अहिले सुन्नु होला तपाईँ नारायण स्वामी आशारामजीको छोरा हुनुहुन्छ, जेलमा एक दिन यहाँ आउनुभएको थियो। आजभन्दा 10-12 वर्ष पूर्व आफ्ना 10-12 शिष्यलाई लिएर आउनुभएको। यहाँ म 2-3 दिन बस्न सक्छु कि सक्दिनँ भने सोध्नु, किन सक्नुहुन्न? यत्रो प्रसिद्ध गुरुका पुत्र हुनुहुन्छ, आफै पनि सन्यासी हुनुहुन्छ, किन बस्न सक्नु? हामीले आदर साथ उहाँलाई राख्यौँ, आदर साथ उहाँ बस्नु। र अब अहिले हामीलाई आलोचना भइरहेको छ त्यस्तो मान्छेलाई तिमीले किन राख्यो? अब त्यो हरेक मान्छेले टाउकोमा लेखा हुँदैन यस्तो मान्छे टाउको। र हामी कहाँ जब आइपुग्यो भने हामी कहाँ हाम्रो काम त के छ भने हस्पिटलमा आएका व्यक्तिलाई, डाक्टरले यो बिरामीलाई राख्दिनँ भनेर त्यो हस्पिटलै होइन नि, हस्पिटलमा आउने नै बिरामी हो। सर्जन मान्छे यहाँ को आउँछ?
पनि सप्रिसकेका छ त्यसमा त हामी जानुपर्छ हामीसँग किन आउँछ हामी जाने सप्रिएलाई मान्छे आउँछ हामी विभेद नगर्नु मलाई यसरी सिकाउनु हो तर राम्रो विवेकानन्दको जीवनको एउटा कथा छ यसै गरेर यो कुरा म अन्त्य गर्न चाहन्छु स्वामी विवेकानन्द सुरुमा औषध जस्तै विद्रोही हुनुहुन्थ्यो र परिभ्रमण गर्दै गर्दै उहाँ खेत्री राजस्थानमा एउटा राज्य छ त्यहाँ पुग्नुभयो खेत्रीका महाराजा उहाँको शिष्य बन्नुभयो उहाँसँग प्रभावित हुनुहुन्थ्यो र आदर साथ आफ्नो राजमहलमा राख्नु बेलुकामा राजमहलको जुन चलन छ बेलुकामा चाहिँ नाचगान हुन्छ नर्तकीहरू नाच्छन् सङ्गीत बज्छ त्यो 3 बजेको धर्म चर्चा भयो बेलुका भएपछि खेत्री महाराजले चाहिँ सङ्गीतको कार्यक्रम हुन्छ नर्तकीहरू नाच्छन् भन्ने कार्यक्रम हुनु थाल्यो दरबारको जुन नियम अनुसार अनि स्वामी विवेकानन्दले के भन्नुभयो भने म सन्यासी हुँ म त यहाँ बस्दिनँ म चाहिँ माथि एउटा कुनै कोठा थियो टाढा दरबारमा म त्यहाँ गएर ध्यान गर्छु अनि खेत्री महाराजले बडो आग्रह गर्नुभयो बडो राम्रो सङ्गीतज्ञहरू छ नर्तकीहरू छ उहाँले भन्नु होइन मलाई त म जोगी मान्छे सन्यासी मान्छे म चाहिँ यहाँ बस्नु हुँदैन म ब्रह्मचारी हुँ यस्तो नृत्यहरू सङ्गीत मैले रमाउनु हुँदैन भनेर माथि एउटा कोठामा गएर ध्यान गर्नु थाल्यो त्यहाँ जब सङ्गीत बज्न थाले यो पहिला के थियो भने सङ्गीत र नृत्य जेनरली चाहिँ अलि पेसा यस्तो थियो कि त्यो पेसामा लाग्ने खास गरी नर्तकीहरूलाई एक प्रकारले प्लेजर गर्लको रूपमा लिइन्थ्यो त्यो जमाना त्यस्तै थियो प्लेजर गर्ल उनीहरू चाहिँ मनोरञ्जनको लागि जस्तो रूपमा लिइन्थ्यो नर्तकीहरूलाई त्यो फिल्म आएपछि अहिले सम्मान हो कलाकारहरूको पहिला त्यो एक प्रकारले उनीहरूलाई कम्फर्ट गर्लको रूपमै लिइन्थ्यो नर्तकीहरूलाई त्यो दरबारमा जुन नर्तकी थिए सङ्गीतज्ञ थिए उसले जो सुनि विवेकानन्द उठेर जानुभयो अनि उसले एउटा गीत कुन गुरुको नरसिंह मेहताको त्यसको गुरु सूरदासको कि पद एउटा गाएँ प्रभु मेरे अवगुण चित्त न धर स्याक्टु सूरदासको प्रभु मेरे अवगुण चित्त न धर भन्ने भजन छ त्यसमा भजनमा सूरदासले के भन्नुभएको छ भने मतलब जुन पारस पत्थर हुन्छ पारस पत्थरमा यस्तो धारणा छ कि त्यो पारस पत्थरमा फलामलाई छाइदिनु भने फलामलाई सुन बनाइदिन्छ पारस पत्थरले यस्तो एउटा माइथोलोजिकल बिलिफ छ अनि त्यो नाट्यले गीतमा त्यो सूरदासको गीतमा के छ भने त्यो पारस पत्थरले कुनै विभेद गर्दैन त्यो पारस पत्थरलाई यदि मन्दिरमा राखेको फलाम छोलायो भने पनि सुन बनाइदिन्छ र चाहिँ खसी काट्ने चाहिँ हँसिया त्यो गणेशले आएर त्यो छायो भने पनि त्यसले पनि सुन बनाइदिन्छ उसले चाहिँ त्यसमा यो यसले हत्या गरेका थियो यसलाई यो फलामलाई सुन बनाउनु हुँदैन भनेर विवेक गर्दैन दुइटैलाई सुन बनाउँछ भने प्रभु मेरो अवगुण चित्त नधरो मेरो अवगुणलाई नहेर त्यो प्रार्थना सुन भनेर गरौँ राम्रो सूरदासको गीत छ त्यही गीत नर्तकीले गायो र त्यसमा त्यो पद सुनेपछि विवेकानन्द माथि बस्नु भएको थियो उहाँको आँखाबाट आँसु झर्ने कालो उहाँले लागेको त्यो मैले गलत गरेँ मैले त्यो नर्तकीलाई गलत छ त्यसलाई मैले हेर्नु हुँदैन उसको गीत सुन्नु हुँदैन भनेर मैले यो डिस्क्रिमिनेसन गरेँ त्यो मेरो गल्ती हो उहाँ बडो सज्जन र बडो विवेकशील व्यक्ति हुनुहुन्थ्यो त्यस कारणले पछि त्यो घटनापछि उहाँको नाम विवेकानन्द पर्यो पहिला उहाँको नाम नरेन्द्र थियो नरेन्द्र स्वामी त्यो आएपछि उहाँले नर्तकीको खुट्टामा भेटेर माफ माग्नु गल्ती गरेँ तिमीलाई मैले तिरस्कार गरेँ तिम्रो सङ्गीतलाई तिरस्कार गरेँ मलाई बोध भयो तिम्रो गुरु सम्मान हो भनेर त्यसपछि खेत्रीको महाराजाले भन्नुभयो कि ल नरेन्द्र स्वामी अब तपाईँको विवेक लाग्यो आजदेखि तपाईँको नाम विवेकानन्द त्यो विवेकानन्द चाहिँ रामकृष्ण दिएको नाम होइन त्यो खेत्रीको महाराजाले दिएको नाम हो अनि त्यो दिनदेखि उहाँले चाहिँ त्यो भेद छुटाउनु हो को आज पनि रामकृष्ण आश्रममा एउटा आश्रम छ रामकृष्ण आश्रम विवेकानन्दले आएर पहिला त्यो कलकत्तामा वेश्याहरू धेरै बस्थे सोनागाछी भन्ने एउटा टोलै थियो बेश्याहरू
तिनीहरूलाई रामकृष्ण आश्रममा निषेध थियो, आउन मना थियो, आउन पाउँथेन। विवेकानन्दले गएर त्यो सपना तोडिदिनु भन्नु होइन, हुँदैन। उनीहरूले विशेष सम्मानको साथ आउनु दिनुपर्छ र उनीहरूलाई चाहिँ पूजा गर्न दिनुपर्छ रामकृष्ण मन्दिरमा। र एक दिन विशेष रूपले अहिले पनि रामकृष्ण मिसनमा एक दिन चाहिँ त्यो कलकत्ताका जुन एकदम अपमानित वेश्याहरू छन् उनीहरूलाई सम्मानको साथ बोलाएर त्यहाँ खुवाइन्छ र उनीहरूलाई सत्कार गर्ने चलन स्वामी विवेकानन्दले चलाउनु। विवेक आलोचना गर्नु त बडो सजिलो थियो, उहाँले आलोचना गर्न सक्नुहुन्थ्यो, यस्तो मान्छेले प्रवेश गर्न नदिउँ। एउटा उदार दृष्टि हामीले राख्नुपर्छ। जस्तो सन्यासीमा म यो उसको सन्यासीको एउटा अगुवा हिँड्ने सिपाहीको नाताले सबै उसो सन्यासीले भन्न चाहन्छु, यो तपाईँहरूमा लागेको भयानक खतरनाक रोगको आलोचना गर्ने, सबैको आलोचना गर्ने। जो मान्छे छैन उसको आलोचना सुरु भइहाल्छ। अगाडि फेरि हामी यति इमान्दार पनि छैनौँ कि अगाडि आलोचना गरौँ, उसको लागि पनि अनेस्टी चाहिन्छ होइन। त्यो मान्छे जो अगाडि बसेको छ उसको हामी खुट्टा ढोक्छौँ, त्यो पछाडि जान्छ यस्तो गर्नुहुन्छ उस्तो अगाडि आदर गर्ने पछाडि गर्ने हामी सबैले रोग छ। यो रोगबाट हामी मुक्त हुनुपर्छ। यो रोग खतरनाक हो। तपाईँलाई आलोचना गर्ने अधिकार कसले दियो? हु आर यु टु क्रिटिसाइज अदर्स? तपाईँको दुधले धोएको हुनुहुन्छ, गोले भरेको हुनुहुन्छ होइन। यस जिससको कथा खास गरेर बाबुहरूको लागि भनिरहेको छु, बाबुहरूले सिक्नुपर्छ यो कुरा। जिससको समयमा के थियो भने अहिले पनि इस्लामिक राष्ट्रमा यो नियम छ, कोही स्त्रीले व्यभिचार गर्यो भने त्यसलाई ढुङ्गा हानेर मारिदिन्छ। अहिले पनि अरब कन्ट्रीमा यो छ, चल्दैछ। जिससको टाइममा पनि जिसस एक गाउँबाट गुज्रिँदै हुनुहुन्थ्यो, एक व्यभिचारी स्त्रीलाई मान्छेहरूले ल्याए भने यसलाई चाहिँ हाम्रो नियम छ, ट्रेडिसन छ कि ढुङ्गा हानेर मारिदिनुपर्छ, ढुङ्गा हानेर मार्छ। जिससले हेर्नु यिनीहरूलाई रोक्यो भने मान्नेवाला छैन। मतान्ध व्यक्तिहरू खास गरी धार्मिक व्यक्तिहरू हुनुहुन्छ नि, त्यो जतिको पोइजनस मान्छे संसारमा हुँदै हुँदैन। अरू साधारण व्यक्तिमा त अलिक विनम्रता पनि हुन्छ, तथाकथित धार्मिक व्यक्तिमा महाअहङ्कार, शुद्धतम अहङ्कार। धार्मिक गुरुहरू त एकदम सबै सजा दिएको खराब थियो। हाम्रो त लेखेकै छ, शास्त्रमा लेखेकै छ, व्यभिचारी स्त्रीलाई ढुङ्गा हालेर मार्नुपर्छ, हामीहरूलाई ढुङ्गा हालेर मार्छौँ। जिससले हेर्नुभयो मैले विरोध गरेँ, सुन्नेवाला छैन, मलाई नि मार्छ। त्यस कारणले उहाँले एउटा युक्ति निकाल्नु, उहाँले भनेको ठिक छ, तिमीहरू एकदम तिम्रो शास्त्रमा ठिक लेखा छ, ढुङ्गा हालेरै मार्नुपर्छ। तर एउटा कुरा गर, पहिलो ढुङ्गा त्यसले हानोस् जसले जीवनमा न कहिले व्यभिचार गरेका छ, न कहिले व्यभिचारको विचार त्यसको मनमा। ढुङ्गा लिएर आएको त्यो सबै ढुङ्गा पिछुकै एक गएर सबै मान्छे पछाडि गए। त्यस कारण म भन्छु यो आलोचना गर्ने अधिकार तपाईँलाई कसलाई दियो? अरूको आलोचना गर्ने। हु आर यु टु इन्टरफेयर एन्ड जज अदर्स? जज बन्ने भाइ छैन जज हो। जिससको प्रसिद्ध वचन तपाईँलाई कसले अधिकार दिएको? ओशोलाई यो अधिकार थियो, किनभने उहाँ आफ्नो हरेक सीमाबाट पार गइसक्नु भएको थियो। उहाँ शुद्ध बुद्ध भइसक्नु भएको थियो। उहाँलाई एउटा शुद्ध दर्शन ल्याउनु थियो पृथ्वीमा। एक विद्रोह नगरिकन त्यो आउनेवाला थिएन। त्यो विद्रोह गर्नलाई उहाँले अनेक प्रकारको आलोचना गर्नु पर्यो, त्यसको फल पनि पाउनु पर्यो। त्यस कारणले उहाँले 58 वर्षमा जीवनमै मार्नु उहाँले, नत्र उहाँले त्यत्रो विद्रोही रूप नलिएको भए अहिले बाँच्नु हुन्थ्यो। उहाँले त्यसको मूल्य पनि चुकाउनु भयो, विद्रोह गरेको मूल्य पनि चुकाउनु भयो। यति इस्टाब्लिस गरेर जानु यी धारणाहरू जो दशौं हजार वर्षदेखि विवादको धारणा आइरहेका थियो, उहाँले त्यसलाई परिमार्जित गर्न खोज्यो। यो कसैले गर्न सकेका थिएन। लेनिनले पनि ट्राई गरेका थियो रुसमा क्रान्ति गरेपछि कि हामीले म्यारेजलाई चाहिँ अलिकति रिफर्म गरौँ होइन। 2-3 कुरा कम्युनिस्टले कोसिस गरेको थियो, गर्न सकेन।
र कोसिस के गरेको थियो भने रक्सीलाई बन्द गर्ने बोधका धेरै खाँदी रक्सीहरू बोधका ब्यान पनि गर्यो त्यसको यत्रो विद्रोह हो यत्रो विरोध हो यति नकली ढङ्गले ब्ल्याकमेलिङ हुन थाल्यो कि फेरि त्यो कम्युनिस्ट पार्टीले त्यसमाथि ब्यान हटाउन गर्न सक्यो लेनिनले पनि चाहेको विवाहको पद्धतिलाई अलिकति म परिमार्जित गरौँ र आँट गर्न सक्यो किनभने त्यो हजारौँ वर्षदेखि आएको ट्रेडिसनलाई चेन्ज गर्नु भनेको खेलाञ्ची कुरो होइन ओसोले त्यो गर्नु हो ओसोमा त्यो साहस थियो उहाँले एउटा मार्ग प्रशस्त गरेर जानुभएको छ जसमा अब यो संस्थाहरूको अर्कै प्रारूप 150 वर्षपछि उहाँले एउटा जो मास्टर प्लान बनाएर जानुभएको छ त्यसमा अर्कै प्रारूप बन्छ त्यस कारणले मित्रहरू संक्षेपमा भनौँ मेरो मनमा यहाँ आइसकेपछि त्यो व्यक्ति परम आदरणीय हुन्छ यो ढोकाबाट छिरिसकेपछि त्यो व्यक्तिको विगतसँग मेरो कुनै सम्बन्ध हुँदैन त्यसको के पेसा छ त्यसको के धर्म छ त्यसको के गुण छ के अवगुण छ मेरो कुनै सम्बन्ध हुँदैन त्यो गेटमा छिरिसकेपछि त्यो व्यक्तिले जो परम आदरणीय परम पूजनीय एउटा सम्भावना हुन्छ त्यसमा तिमीले काम गर्नुपर्छ त्यो बनोस् नबनोस् त्यो उसको जिम्मा हो मेरो काम के हो भने उसमा तिमीले ओशोको मधुर भाषामा ओशोको वचनलाई सुनाउनुपर्छ प्रेमपूर्वकलाई समाधानपूर्वक बीचमा राखेर कुरा गर्नुपर्छ यो मैले सिर्फ राजनीतिले गरिरहेका छैन तपाईँले राम्रोसँग हेर्नु न सानो बच्चालाई पनि म त्यतिकै आदर गर्छु कुनै धर्ममा आउने मान्छेलाई पनि म त्यतिकै आदर गर्छु यहाँ म कसैपट्टि डिस्क्रिमिनेट गर्दिनँ त्यस कारणले यो जुन परम्परा छ यही परम्परा हामीले सिक्नुपर्छ तब मात्रै हामीले उसोलाई फिजाउन सक्छ तपाईँ जज भएर हिँड्नु भने तपाईँ एक्लै पर्नुहुन्छ तपाईँको इगोलाई ठिक लाग्न सक्छ म त सबैलाई पनि गाली गर्न सक्छु यसको पनि दोष देखाउन सक्छु यसको पनि दोष मैले यहाँ डायरीमा देखाएको छु सबैको दोष देखेर हिँडेको छु तर इगोलाई धेरै ठुलो लाग्दा तपाईँलाई काम विधायक यो पाखण्ड हो यो आलोचना गर्न हिँड्ने आफ्नो इगोलाई प्रोजेक्ट गर्ने एउटा चाहिँ पाखण्ड यो पाखण्ड गुरुले मलाई यही सिकाइराख्नु यो पाखण्डबाट बुझ्नुभयो होला मुक्तिको सबैले भाइहरू अब एउटा सानो ध्यान गरौँ कीर्तन गरौँ छोटो ध्यान गरौँ कीर्तन ध्यान त्यसमा हामी नाच्छौँ मस्त भएर नाच्छौँ 10 मिनट त्यसपछि 5 मिनट बसेर ध्यान गरौँ 10 मिनट खूब नाच्छौँ अब कसैले टाढो जानु छ पानीको साथीहरू गर्नु होला 10 मिनट हामी मस्त नाच्छौँ त्यसपछि